गाइस आज हामी अब म हार्डकोडमा डे सर्भाइभ गर्नेवाला छु गाइस रियल के भन्दैछु हार्डकोडमा गरेको छु है तपाईहरुको लागि यो फोनमा यो फोनमा हो गाइस ह्याक हानेर मैले ह्याक हानेर बल्ल बल्ल पैसा तिरेर लिएर आए हौ गाइस ल कसको लागि क्रिएट हान्दा युट्युबको लागि भाइ तेरो भ्युज आएन भाइ तेरो भ्युज आएन भने तेरो सबै पैसा जान्छ भाइ 5000 एउटा भ्युज आएछ भने मेरो सबै पैसा जान्छ यार म के गर्ने यार मेरो त ब्याड लक आको यसको रियल एज भन्दिम गाइस त्यो भने यसको आवाजले थाहा पाहा म त जम्मा 9 वर्ष हो गाइस जम्मा 9 वर्ष हो 9 वर्षको मान्छेले एउटा यत्रो भिडियो यति मेहनत गर्नु पर्दा राति म चाहिँ कति वर्ष म चाहिँ 16 मेरो दिदी 16 वर्ष सपना मेरो बच्चा चाहिँ आवाज जस्तो सपना मेरो बच्चा मेरो आवाज चाहिँ बच्चा यो मेरो दिदीको धेरै कुरा नगरौँ नि लडिङ भइया लगेर मेरो फोन स्विच अफ भएर के सब बक गरेको ए मलाई किन चल्दैन मेरो फोन स्विच अफ भएको छ गाइस मैले एउटा मोड हालेको त्यो मोड त कामै गरेन यार 50 रुपैयाँ गयो कि मेरो जे पनि हुन्छ हो भने मोड हाले ती मोड हाल्छ अब हामी उड्छ ओए सिप गर्दा सिप पो देखिया गाइस झुकेर सिप हो वाउ भेरी गुड यो हार्डकोडमा आइ गाइस यो के हो देखा सामसुङ सिङसाङ चाइनिज भाषा त्यति देखाउँछ कि एन्टिना भाइरस घुसेछ क्या आई मिन मेरो फोनमा एन्टिना भाइरस कहाँबाट घुस्छ कम्प्युटरमा पो घुस्छ यो मेरो दिदीको मोबाइल लास्टै ह्याङ गर्छ कि मेरो पो गेमिङ मोबाइल हो कि मेरोमा पो जे पनि डाउनलोड हुन्छ अहिले पछि फ्री फायर पनि खेल्न जान्छु मेरो दुईटा मोबाइल छ नि है यो अहिले बनाइरह मेरो अर्को मोबाइल चाहिँ भाँच्च्या त्यसलाई बनाइरह भोलि आउँछ नि अब भोलि पुरै आफ्नो अर्को च्यानलमा नि हाल्ने हो मतलब पुरै सब्सक्राइबरहरूले एकजनाले सबैले why are you not posting videos भने आफ्नै अर्को च्यानलमा फेरि हाल्ने हामी दुईजनाको दुईटा च्यानल छ है एउटा चाहिँ म नेपालमा घुमेको छ यसको बाबाको च्यानल यो सबै फ्यामिलीको च्यानल अनि यो चाहिँ यसले आफ्नै के रे कम्युनिटी गेमिङ च्यानल हैन गेमिङ च्यानल हो फेस्टिभल गर्दिनस् मलाई थाहा के म फेस्टिभल गर्दिन अहिले म 60 यदि भर्खर त सुरु गरे कहाँबाट फेस्टिभल गर्ने भर्खर 9 वर्ष छु के यार अनि फोटो त लगा उसको के रे रोबक्सको फोटो लगा रोबक्सको फोटो हैन रोबक्समा पनि के रे रोब्लक्स भने रोबक्स भने रोब्लक्समा पनि के रे त्यसको हाले अरे ओइ ब्रोक हेभनको हाले हे त नि मैले जबरजस्ती ब्रोक हेभन राम्रो हुन्छ भनेर यसले मलाई जबरजस्ती हाले नभए त म जे पनि ब्रोक हाल्नु राम्रो त हुन्छ नि हैन सावरु त्यस्तो केटाहरुको लागि राम्रो हुन्न के माइन्ड अफ फेले ब्रोक हेभनको कुरा कसरी आयो एउटा कुरा भनम नभन त चुप लाग ब्रोक हेभन केटीहरुको गेम भन्छ त्यहाँ केटीहरु हुन्छ मैले केटाहरु खोज्दा फेरि एकजना मैले केटाहरुलाई एकजना पढाउनु मलाई चाहिँ एकजना केटालाई अनि केटै छैन त्यो सर्भरमा भाइ के थियो एउटा सर्भर कति कराउँछ सिप छैन कि सिप छैन तेरो त्यो लकीले चाहिँ सिप मानिस होला छ्या मेरो मोबाइल पनि कस्तो ओप्पो अर्को मोबाइल बरु भन्दा मेरो अर्को मोबाइल स्यामसङको थियो उ सिप त बस यसले मार्दै यसले के च्यानलको नाम चेन्ज हानिदिन्छु म 7 दिनमा रोबक्सको त झ्याउला म माइन्डक्राफ्टको हानिदिन्छु माइन्डक्राफ्टको यस्तो रेसिपी आउँछ के ओए भाइ तर माइन्डक्राफ्टको हाल्ने भए तर माइन्डक्राफ्टको फोटो चाहिँ कसरी खिच्छन् माइन्डक्राफ्टको फोटो खिच्दिन के हुन्छ र मलाई के आउँछ भनेपछि एउटा च्यानल जे पनि मलाई थाहा भयो मैले आफ्नो पुरानो च्यानल एकदम मैले एउटा फर्स्ट च्यानल बनाउँथेँ मैले यस्तो कपडा हाल्थेँ छ मलाई खोल्यो मोबाइललाई एक झापड हान्छु मोबाइललाई हान्ने होइन कि
मोबाइललाई त माया गरेर सजाएर राख्ने हो अनि रिस उठ्यो भने चाहिँ फुटाइदिने हो रिस उठ्यो भने मलाई रिस उठिरहेको अहिलेसम्म म टोयलेट गएर आउँछु बाथरुम मलाई डर लाग्छ कि एक्लै नजाने यार कस्तो भाइ एकछिन गाइज यो टोयलेट गएर आउँछु कि म पनि यसको म नि यहीँ बसिहाल्छु कि डर मलाई राति डर लाग्छ कि गाइज अलिकति त्यो भएर हो कि म यही बना खाने यार मेरो मन जबसम्म नहीं करी कति डरपोक छ भाइ म पनि त्यस्तै तर धेरै जस्तो यसले मलाई म्यान भर्सेस गोस्ट देखाएको थियो तिमीलाई मलाई त फर्स्टमा डर लागेको थियो तर ओए भाइ यार मलाई त मार्दियो यार कसैको कतिवटा पोइन्ट्स भयो यार त मोरिस त कसरी मोरिस भाइ क्रिएटिभमा हो र हैन एडभेन्चर ए मलाई त क्रिएटिभमा हो गाइज आजको लागि यति है मेरो बेइज्जती भयो आज म कहिले खेल्दिनँ सर्भाइभर मात्रै खेल्छु र गाइज म युट्युबमा हाल्दिनँ यो भिडियो मेरो फेस लक त मेरो मोबाइलले मलाई चिनेको छैन त अन्त त ए गरेर बसिहाल्ला